पछाडि जान पीताम्बर मुभी हेर्न आएको होइन टेलर कस्तो छ नि थाहा होइन ऱ्यान्डम आइदिएको यहाँ छ हामीलाई यहाँ छ भाउजू अलि हल्का कस्तो छु त राम्रै छु कति राम्रो दुनियाँको सबैभन्दा राम्रो राम्रै छैन त्यो राम्रै टल्लेर हिँड्दा कि मलाई समाज स्वीकारला यस्तो बोल्नु कि धुन्धुन पनि पाएन साथीहरू हेर्नुहोस् यस्तो डर्टी डोन्ट माइन्ड कितना खेलोगे तुम इन दोनों करता है ऐसे मत करो So hello and namaste everyone, this is Lakshmi Shrestha and welcome back to my channel Lakshmi Explore. So new year, new day, new vlog. आज चाहिँ सबैजना बसेर म चाहिँ एकछिन कतै जान्छु भनेर निस्केको अहिले चाहिँ 1 बज्यो अनि म चाहिँ तपाईँलाई बाटोमा नयाँ वर्षमा नयाँ स्थिर उत्साह एक्साइटमेन्ट लिएर म चाहिँ घुम्न हिँडेको ल साथीहरू अनि स्पिड चेकिङ हुन्छ भने मलाई 100% थाहा थियो क्या त्यही भएर आज इजीमा बिस्तारै आइरहेको थियो होइन हतार किन साथीहरू हतार किन पैसा नहोको होला हतार गर्नु भने हुँदैन है त्यही भएर बिस्तारै चिल पारमा जानुपर्छ हेर्नु अगाडि छिरौँ भनेको डाइरेक्ट छिर्नु दिनु हुँदैन भन्ने मलाई 100% थाहा अफिस टाइममा मात्रै हुन्छ यहाँदेखि जाम आज त अलरेडी छ साथीहरू आज तल्लो बाटो जानु पर्ला जस्तो छ उता पछाडिबाट के गर्नु अनि अहिलेसम्म चाहिँ होइन म कहाँ जाँदैछु आज मेरो डेस्टिनेसन कहाँ हो भने चाहिँ थाहा छैन पहिला म मुल्तानी जान्छु त्यसपछि त्यहाँबाट साथीलाई लिएर अनि विल गो टुगेदर अगाडि यत्रो जाम छ होइन पछाडि त एम्बुलेन्स छ क्या अब यो जाम कहिले खुल्ने कहिले जाने है यो बिचको बाटो नबन्नाले चाहिँ एकदमै धेरै प्रब्लम भइसक्यो कहिले बन्ने हाम्रो नेपालको यो बाटो A few moments later. अलि सरिरहेको अवस्था देखिरहेको छु मैले साथीहरू उताबाट जान कि नजान 50-50 भइरहेको थिएँ अनि फेरि अब यु नेभर नो कहिलेकाहीँ अब उता गए पनि हुँदैन यताबाट नि डबल जानु परिन्छ कि त छैन जहाँबाट भएन बिस्तारै यहाँबाट चिलमा जान्छु उता दौडिन चाहन्न पुरै पानी पर्न लास्ट भयो छिटाइरहेको छ मतलब पर्न लागेको जस्तो होइन कि छिटाइरहेको छ आई होप छिटो पानी पर्दैन मलाई पानी परेको त पर्सनली एकदमै मनपर्छ होइन बट नट टुडे यहाँ आज अब अलिकति हिँडेको छु नि त बाहिर सो यतिकै हिँड्दा चाहिँ नर्मली हिँड्दा चाहिँ मलाई आज चाहिँ अलिक झ्याउ लाग्न सक्छ होइन अदरवाइज आई लभ रेनी डेज मलाई पानी परेको चाहिँ एकदमै मनपर्छ ओ माई गड पानी परेको मनपर्छ तर आज मैले भ्लग पनि गरिरहेको छु नि त अनि मेरो कुकुर पनि बित्छ अनि त्यही भएर चाहिँ मलाई आज अलिक पानी नपरोस् भन्ने भइरहेको छ फिलिङ चाहिँ है यो ठुलोको पछाडि हिँड्यो भने झ्याउ नै हो कि यो बाटो त अहिले नर्मली यतिकै छ बेलुका यस्तो स्टियरी लाग्छ यो रोड मलाई यो गेमहरू त पुरै यतापट्टि जाने हो छेउछेउबाट आयो भने त यसरी आउँछ नि बाइकहरू दिस मोमेन्ट विल नेभर कम अगेन सही हो तपाईँ जुन मोमेन्टमा तपाईँले जिउनु मौका पाउनुहुन्छ नि जिउनुहोस् के त्यसलाई कुलेर भोलि के होला पर्सि के होला होइन यहाँ जाएका लिभ यर प्रेजेन्ट के
प्रेजेन्टमा खुसी हुनु साथै अब पछि गएर के हुन्छ भने यु नेभर नो है। अब फ्युचरको बारेमा हाम्रो केही थाहा हुँदैन। अर्काले महादेव के हर महादेव आइपुगेँ म। अनि के भन्छ मैले सोचेको जस्तो कुरा त अब के कुरा चाहिँ भने मेन मैले 2081मा चाहिँ के गरेँ भन्दाखेरि म एकदमै सोलो गएँ साथीहरू। मैले एकदम नयाँ लाइफ एक्सपिरियन्स गरेँ क्या। म जिन्दगीमा एक्लै त्यस्तो भइराखे पनि त्यसरी टाढा टाढा चाहिँ पुरै नजाने मान्छे हो। फ्यामिलीको कोही न कोहीसँग मात्रै हिँडेका, साथीहरूसँग पनि त्यसरी म हिँड्दिनँ होइन। मन लागेन, स्कुल टुरहरू हुन्छ के एउटा हुन्छ स्कुलको पनि म कहिल्यै गइनँ। +2 सम्म पनि कहीँ गएन साथीहरू। म मास्टर पछि मात्र म यसो स्कुलको उहरूबाट आउटिङ यताउता अनि यो टुरहरू जानु थाल्यो हो। न त भने +2 त आई नेभर कतै गएन क्या। म कहीँ गएन, मलाई जानै मन लाग्दैन थियो है। घरको अब मम्मीहरूसँग गएँ भने गएँ, अनि त्यसपछि न त भने म कहीँ गएन। अनि त्यसपछि मैले 81 चाहिँ मैले टोटल्ली डिफ्रेन्टै लाइफ जिएको हो। मैले आफ्नो एकदम स्ट्रङ पाएको होइन। आफूले आफ्नो एउटा स्ट्रङ साइड पाएँ। म कहाँ गएँ एक्लै थाहा नहुँदै पनि हावा के अब केही नै थाहा छैन, त्यही पनि गइदिएको हो। केही जहाँ पुगिन्छ भनेर पनि हिँडेँ है। अनि कति नयाँ एक्सपिरियन्स गरेँ, नयाँ साथी पनि बनाएँ, अनि नयाँ मान्छेहरूसँग गरेँ। अनि मैले कति अब सपनाहरू पुरा गरेँ, त्यही सपनाहरू त बाँकी छायो। यति कम्प्लिट हुन्छ भने कम्प्लिट गर्छु भन्ने लागिरहेको छ मलाई। अनि त्यसपछि भनेको अब कति मान्छेको ट्रु कलर पनि देखियो अभियसली गाइस। अब कतिले मौकाको फाइदा पनि उठायो होला होइन। मेरो सोझोपनको फाइदा अभियसली उठाएँ। तिमीहरूले उठायो मेरो है, हेरिरहेछ होला, हेरि नै राख। तिमीहरूको चिप्लो कुरामा मेरो फ्रेन्डसिपको तिमीहरूले फाइदा त उठायो, केही छैन। मैले लेसन सिकेँ भनौँ न, आई लर्न द लेसन होइन। तिमीहरूको त्यो सुगर कोटेड उसको पछाडि मैले तिमीहरूको रियल देखेँ। के हो आज सबै मान्छे नयाँ वर्ष लाएर हल्ल्या घरकै रोड हल्लिँदै हिँडिरहेको थियो। के हो यस्तो यो जस धेरै कुरा सिकेँ, धेरै मान्छेहरूको थाहा पाएँ, मैले देखेँ, बुझेँ, भोगेँ, सबै भयो। अनि एकदम स्ट्रङ पनि भएँ म। कति कुरा एउटा ट्रमाटाइज जस्तो फेस पनि आयो होइन, फेस गरेँ। अनि जे जस्तो सिचुएसन भए पनि साथीहरू तिमीलाई जो जे भए पनि तिम्रो फ्यामिलीभन्दा बाहिरको चाहिँ कसैले केही गर्नेवाला छैन। मलाई त कस्तो उसले भन्दिनँ मलाई र, तर म त्यो टाइपको मान्छे होइन, भन्दिनँ होइन। तर भन्छु यति भन्छु, तिमीलाई जसले म छु जे छु जस्तो जे भने पनि तिमीलाई अप्ठ्यारो पर्दा तिमीलाई चाहिने गर्दाखेरि चाहिँ तिम्रो फ्यामिली हो क्या। हामी चाहिँ नगरकोट जान भनेर अब हिँडेको होइन। अनि साथीको बाटो थिएँ, साथीको बाटो पनि कस्तो राम्रो रहेछ। म मेहनत गर्न चाहन्न भन्दा पनि मलाई अल्छिलाइरहेको। अनि त्यही भएर म चाहिँ कता काम चिलायो कि अब के गर्नु मैले। अनि म चाहिँ पछाडि यस्तो पुरै सिन हेर्दै इन्जोय गर्दै बसेको क्या। अब चलाउँदै इन्जोय गर्न पाइँदैन नि त होइन। अनि त्यही भएर पुरै पछाडि बसेर इन्जोय गरिरहेको छु मैले। पानी पर्ला जस्तो पुरै अँध्यारो भएको छ। पानी पऱ्यो भने चाहिँ मेरो फेरि सिङ्गल रेनकोट मात्र छ कि सिङ्गल जामावाला जस्तो रेनकोट मैले एक्लै लाउनु पर्ने हुन्छ फेरि है। अनि बाहिर त जङ्गलहरू चाहिँ बल्ल अलि हरियो हुन थाल्छ है। अलि त्यो देखेर मलाई खुसी लागेको छ। म जे देखेर नि खुसी हुन्छु, अब जे देखेर नि। तर यो बाटो राम्रो लाग्यो कि मलाई, राम्रो लाग्यो। जङ्गलहरू हेर्नु न, यहाँ जङ्गलवाला भाइकै फरक छ नि, फरक। अघि बाटो राम्रो छ कि भने थिएँ, अलि नराम्रो बाटो आउन थाल्यो साथीहरू। के यस्तो राम्रो छ त केही भन्नु नआउनु। गाउँ पाकिसकेको छ पुरै। अनि किन यति धेरै गाडीहरू भइरहेको कि
मैले चाहिँ होइन लास्ट टाइम कहाँ जाँदा भने त्यो नुवाकोटको माथि छ नि ककनी त्यहाँ जाँदाखेरि फर द फर्स्ट टाइम इन माई लाइफ मैले चाहिँ काफल काफलको बोट देखेको थिएँ क्या। पहिला चाहिँ काफल त नर्मली देखिरह होइन, अब बेच्न ल्याउँथ्यो नि त। अनि बोट चाहिँ कस्तो हुन्छ कसरी फल्छ भन्ने थाहा थिएन, अनि त्यो दिन देखेको थिएँ होइन। सो आज चाहिँ मलाई के मनमा मेरो के भइरहेको छ भने मैले चाहिँ यो जङ्गलमा काफल देख्छु भनेर मतलब भेट्छु, फलेको काफल भेट्छु भनेर भाइरहेको क्या। अनि त्यही भएर म यस्तो त्यो बोटहरू हुन्छ नि हेर्दै हिँडिरहेको छु। अनि यी फलेको काफल भेट्यो भने हेरौँ ल, हेर्दै जान्छु म। अब मेरो आँखाहरू यो रुखमा हुन्छ, अब पछाडि रुखमा हुन्छ मेरो आँखाहरू। अब यहाँ नजरहरू तिमी माथि छन्। मान्छेहरूको भिड हेर न, भिड बर्थडे सड्डे मनाउने कहाँ रहेछ यो ठाउँ। मैले काफल चाहिँ भेटेँ होइन, अघि मैले भनेको थिएँ नि त यी काफल भेटेँ, तर खानालाई चाहिँ पाकेकै छैन कि काँचो काफल साथीहरू। यही हो काफलको बोट। तर जाम हपनिङ पानी परिसक्यो साथीहरू, के गर्नु पानी पर्यो। आज पानी नपरोस् साथीहरू। आजको दिन हेर यहाँ जातै जाम। अरे भगवान साह्रो जाम परेको साथीहरू। भयो घरको सबै मान्छेहरू यति आज जस्तो लागिसक्यो, फिल भइसक्यो। यहाँ जातै जाम देखेर साथीहरू गाह्रो छ, गाह्रो। कस्तो राम्रो आकाशरी फुल्ने पाएन क्या अझै नि। हेर्नु न, हामीले चाहिँ त्यत्रो जाम क्रस गरेर बल्ल माथि डाँडामा आइदिनु लाग्यो है। पानी पनि पऱ्यो, अनि धन्दा रोकियो पनि त्यस्तो ठुलो चाहिँ के भन्छ पानी परेको थिएन क्या। अनि त्यही भएर रोकियो। अनि हामी चाहिँ अब एकछिन माथि नपुगेर त्यसपछि जाने हो। यहाँ चाहिँ के नगरकोट भिजिट हामी के पो थियो हौ, बिर्से समथिङ के महोत्सव हुँदो रहेछ क्या। अनि एकचोटि एक झलक दिएर जाम भनेको पऱ्यो हेर्नु नि, बारुले कम्मर भाँच्यो भइरहेको छ कन्सर्ट। एकचोटि सुसार हेरेर गइदिनु हो साथीहरू।